नमस्कार सेवारो प्रतिमा माखिन च्यानल हेरिरहनुभएका सम्पूर्णमा फेरि पनि यहाँहरूलाई छोटो मिठो सूचना सामग्री लिएर तपाईसामु उपस्थित भइसकेकी छु। विभिन्न सूचनामूलक सामग्रीका खुराकहरू पस्किने क्रममा आज नेपाली गीत सङ्गीतका बारे खुसीको कुरा साट्न आएकी छु। युवा गायक एकदेव लिम्बुको हिन्दी भर्सनको झिमझिम आँखा आज सार्वजनिक भएको छ। नम्बर 1 बलिउड गायिका नेहा कक्करसँगको सहकार्यमा हिन्दी संस्करण बजारमा आएपछि झिमझिमको लोकप्रियता अझै चुलिने भएको छ। यसअघि नेपाली भर्सनको यो गीतले नेपाली बजारमा तहल्का पिटिसकेको यो गीतले भारतीय अर्थात् बलिउड बजारमा पनि राम्रो चर्चा बटुल्नेछ भन्ने अनुमान लगाइएको छ। झिमझिम आँखाको रूपमा बलिउड भर्सटाइल गायिका नेहा कक्करसँगको सहकार्यमा गीत रिलिज भएको हो। निकै लामो समय लगाएर तयारी भएको यो गीतको सर्जक एकदेव लिम्बुले यो परियोजना विशेष छ किनकि यो भारतको सबैभन्दा ठुलो युट्युब च्यानलहरूमध्ये एक प्रतिष्ठित च्यानलबाट गीत प्रिमियर भएको जानकारी दिइसकेका छन्। जुन 27 अर्थात् नेपाली समयअनुसार असार 13 गते शुक्रबार गीत रिलिज भएको छ। नेपालमा लोकप्रिय बनेको झिमझिम गीत हिन्दी भर्सनमा पनि पक्कै लोकप्रियताले चर्चा बटुल्नेछ। बधाई कलाकार एकदेव लिम्बुलाई। नेपाली गीत सङ्गीतले अन्तर्राष्ट्रियकरण गरेर नेपाली सङ्गीतको बजार विस्तार हुनु खुसीको कुरा हो। यसअघि नेपाल र भारतीय कलाकारहरूबीच थुप्रै नेपाली गीत सङ्गीतको सहकार्यमा गीत बनेका थिए। नेपाली गीतले यसरी भारतीय गीत सङ्गीतमा संस्करणमा आउनु खुसीकै कुरा हो। हिन्दी भर्सनको यो गीतमा प्रतिभाशाली कलाकारहरू समावेश छन् जसमा उत्कृष्ट सङ्गीतकार गीतकारको सिर्जनामा तयार पारेको छ। साँच्चै यो झिमझिम सपना साकार भएको छ र आफ्नो यात्राको सबैभन्दा ठुलो कोसेढुङ्गा मध्ये एक भएको कलाकार गायक एकदेव बताउँछन्। सबैसँग यो सिर्जना साझा गर्न उत्सुक रहेको छु। लिम्बुले केही दिन अघि फेसबुकमा स्ट्याटस लेख्दै खुसी साटेका थिए। आजको सन्दर्भ सामग्री यति नै। कस्तो छ प्रतिक्रिया दिन नभुल्नुहोला र साथमा मेरो च्यानललाई सब्स्क्राइब पनि गर्दै जानुहोस् ताकि सूचना र सामग्री उत्पादन गर्न जोस र जाँगर चल्नेछ। हवस् फेरि भेटौँला। धन्यवाद। नमस्कार। सेवारो।